वर्षे 0 चाहिँ यहाँ रहेछ नि त। यो चाहिँ अन्तिम। हेलो गाइज, अहिले चाहिँ हामी यहाँनिर ओख्रे भन्ने जग्गामा छौँ, जुन चाहिँ वेस्ट सिक्किम पर्दो रहेछ। र हामी खासमा चाहिँ वर्षे जानु आएको र हिजो आएर चाहिँ हामी यहाँनिर स्टे गरिरहेको छौँ। र आज चाहिँ हामी यहाँबाट के अरे हिलेतर्फ जानेछौँ। यहाँबाट हिलेको चाहिँ दूरी गाडी बाइकतिर गयो भने झन्डै आधी घन्टा जस्तो लाग्छ भन्दैछ। र त्यहाँबाट चाहिँ हामी वर्षे नेसनल पार्क, रेडोडेन्ड्रम नेसनल पार्क चाहिँ जानेछौँ, सेन्चुरी जानेछौँ। गुराँस चाहिँ यहाँ पनि फुलिरहेको रहेछ, हेर्नुहोस् है। यही हेर्नु आएको हामी यहाँनिर चाहिँ गुराँस। र हामी 4 जना आएको छौँ। 4 जनामा चाहिँ 2 जना चाहिँ यहाँ छ, 2 जना चाहिँ तलै छ, होमस्टेमा सुतिरहेको छ। हामी चाहिँ बिहानै उठेर यहाँको गाउँहरू घुमिरहेछौँ। यहाँनिर चाहिँ खेती पनि मजाले गर्दो रहेछ, हेर्नुहोस् है त। तलको खेती, यो तलको सबै आलु बारी रहेछ, मटर आलु यहाँनिर प्रचुर मात्रामा खेती गर्दो रहेछ। र हामी अब अहिले जानेछौँ हिलेतर्फ। त्यहाँबाट 4-5 किलोमिटर हिँडेर चाहिँ वर्षे पुगिँदो रहेछ। त्यो पनि तपाईँहरूलाई म देखाउने चाहिँ त। निक्लै नडिरहेछौँ, यही गेन्दा पनि आइपुग्यो। अब वर्षेपट्टि हामी लाग्नेछौँ। अहिले हामी हिलेको छेउमा आइपुगिसकेको छौँ। यहाँनिर बाटोमा चाहिँ एकदम गुराँस चाहिँ दामी फुलिरहेको रहेछ, हेर्नुहोस् है। यता फुलिरहेछ, यहाँ पनि फुलिरहेछ। यहाँ वर्षे त अझै यहाँ अब उकालो चाहिँ हिँडेर जानुपर्ने अरे। एकदमै भिड रहेछ यहाँनिर। अहिले मेन सिजन रहेछ, त्यही भएर हेर्न सक्नुहुन्छ है। गाडीको ताती घुम्छ, रोड एकदम भिडभाड रहेछ यहाँनिर। यो गेटबाट चाहिँ अब उकालो जानुपर्ने रहेछ नि त। यो उकालो चाहिँ वर्षै यसरी मकैहरू लेक लाग्छ भनेर मकैहरू वाइनहरू पनि पाउँदो रहेछ नि त। नबोक्नु त्यस्तो खानु हुँदैन। मकैले पुरा खाने। यो सरले मकै किन्दैछ फेरि, 4 प्याकेट। यो चाहिँ मेन इन्ट्री। यहाँबाट भित्र पस्नुपर्ने होइन। टिकट काट्नुपर्छ। यस्तो चराहरू पनि पाइँदो रहेछ यहाँनिर, गुराँस। र खाएर चाहिँ यस्तोहरू चाहिँ खाएर यस्तोमा हाल्नुपर्ने अरे डस्टबिन। एकदम राम्रो जग्गा जग्गा राखिदिएको छ अरे। यसरी खाएर यहाँ हाल्नुपर्ने। यहाँ सेक्युरिटी गार्डहरूले हामीलाई बताइरहेको छ। अहिले चाहिँ वर्षे हिलेदेखिको लागेको उकालो वर्षे रेडोडेन्ड्रम सेन्चुरी लागेको। साह्रै उकालो रहेछ क्या, 10 किलोमिटर भन्छ। राम्रो जग्गा रहेछ है। फुड ट्र्याक बनाएको रहेछ नि त्यहाँनिर, मजाको रहेछ क्या। तपाईँहरू आउनुहोस् है घुम्नु, राम्रो जग्गा रहेछ, मजा आयो। गुराँस हेर्नु चाहिँ है, हिँडाइ चाहिँ राम्रो भयो, एक्सर्साइज चाहिँ दामी हुने रहेछ। ल माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। बस के भन्छ यहाँ चाहिँ यति गाइदिनु बनाएर किन
चराको साउन्ड पनि मजाको सुमधुर आवाजसँग आज हामी वर्षको यात्रा गरिरहेका छौँ। यही पो होला है चरा कराउने चरा पनि यही होला कराउने। यस्तो हुँदो रहेछ है देख्न नसके पनि फोटोमा देखिरहेको छ होइन। फोटोमा चाहिँ देखि यहाँ चाहिँ यो पाउँछ भनेर यहाँ टालिरहेछ। यही हो चरा अहिले कराइरहेछ। भयो हिँडेको निकै जस्तो लागेको थियो। भर्खर 1 किलोमिटर हिँड्नु पठाएछ हामी त। अझै फर्किनु 4 किलोमिटर अझै। रास्ता चाहिँ यस्तै छ बाटो। बाटो साह्रै उकालो पनि छैन रहेछ, तेर्सै छ बाटो। अब यहाँदेखि चाहिँ 4 किलोमिटर माथि चाहिँ वर्षे स्याङ्चुरी, रेनोडेन्डम स्याङ्चुरी। भर्खर 1 किलोमिटर त हुँदो रहेछ है। ल्याउ कि झ्याउ परेर यस्तो भएछ झ्याउ। यसरी बाटोमा बस्दै खाजासाजा लिएर आउँदैछ नि यहाँको लोकलहरू। अन्त बस्दै खाँदै रहेछ। टाइम चेन्ज भएको नि आएर चाहिँ 36 भयो। बल्ल देखियो भने अप्ठ्यारो। गयो नि मेरो नानी छ। मेन लाग्यो पुरा रहेछ। एकछिनलाई एकछिन सानो सानो हरायो। सानो भएर खिच्नु मलाई खिच्न भाइ खिच्छ। अब हामी 2 किलोमिटर चाहिँ हिँड्दैछौँ भर्खर। यो अशेषको ब्लकमा आउने भाग्य छैन क्या मेरो। निक्लिरहेछ नि। 2 किलोमिटर हिँड्यौँ आज चाहिँ 3 किलोमिटर छ। अब दमबाट लाग्छ त भयो त 2 किलोमिटर हिँड्दै। जाडो बेसी रहेछ। मलाई त मेरो सानोले गर्दा आँटा हेर्छ हिँड्ने। जोस चलिरहेछ चलिरहेछ नि। बाटो काटेको थाहै छैन। प्रेम बलियो हरियाली परि देखेको छैन कुनै हिँड्नु आज। बलियो हुन्छ। हरियो पऱ्यो पुरै छ नि यहाँ हेर्नु नि। बाँस हरियो कस्तो तेजी भइरहेछ। दिनु नि हौ एउटा गीत। जितेन दाको एउटा गीत हो। परदेशबाट मौला सुन सैली सैली फिर से सुगीत बहुत प्यार करते हैं तुमको सनम कसम चाहिए लो कसम चाहिए लो खुदा की कसम बहुत प्यार करते हैं तुमको सनम बहुत प्यार करते हैं मेरो सानोलाई बिचाउँछ मेरो सानो। ल ल ल सुपर फास्ट बुस्टर। अब हामी कति 2 किलोमिटर अझै हिँड्नुपर्ने छ। 3 किलोमिटर हिँडेर आउँदा चाहिँ अलिअलि गुराँसहरू यिनीहरू चाहिँ बुढो घाँस होला कि छैन। गीत सुन्दैछ कुन चाहिँ हल्का गाउँदै हिँड्नु नि।
के गरेको तस्बिर हृदयभरिको चोटुमा पनि बसेको हुन्छ मायामा त्यो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा घनघोर जङ्गल रहेछ नि त कता जानुपर्ने हो लगभग अहिले चाहिँ हामी चाहिँ आइपुग्यौँ त मेन जग्गामा आइपुग्यो भन्दैछ तर कति चाहिँ अब अझै अलिकति छ भन्दैछ मान्छेको जमघाट यसो लाग्दैछ योहरू सबै गुराँसकै रुख रहेछ यी ठुलो हुँदो रहेछ यहाँनिर चाहिँ यताबाट खै त यहाँ त अन्त फुलेको त देख्दैन नि त अन्त के मुनि फुलाको थुङ्गा हो कि बगेको गङ्गा हो कि मेन जग्गा लास्टमा आइपुग्यो 5 किलोमिटर उकालो हिलेबाट चढेर हामी यहाँ चाहिँ खानाहरू लिएर आएर चाहिँ यसरी खाँदो रहेछ नि त पिकनिक जस्तो टाइपको हुँदो रहेछ नि त यी आम्मामा सब उयो गर्नु नि गुराँसको बगैँचाबाट चाहिँ हामी चाहिँ अहिले चाहिँ यहाँनिर एकछिन थकाइ मार्नुको लागि चाहिँ यहाँनिर आइरहेको छौँ दामी जग्गा रहेछ नि त यहाँनिर चाहिँ आम्मामा यहाँ पनि बस्दा हुने रहेछ त अन्त बस्नुहोस् त यो सबै चाहिँ गुराँसको रुखहरू कत्रो रुखहरू हो न ए डल्लै गुराँसको गुराँसै गुराँस मजाको फुलेको छ आउँदै आएको हेलो गाइस फेरि राम्रो रहेछ हामी यो भ्लगर असेस छ यहाँनिर वर्षे जिरो चाहिँ यहाँ रहेछ नि त यो चाहिँ अन्तिम वर्षको जिरो यहाँ चाहिँ दामी फुलिरहेको रहेछ गेस्ट हाउसहरू रहेछ टेन्ट पनि यहाँनिर चाहिँ एभाइलेबल चाहिँ रहेछ तर यहाँनिर चाहिँ अब अग्रिम बुकिङ गर्नु पर्ने बुझ्यो है खोज्दा दुई भाइ हाम्रो साथी हराइरहेको थियो यहाँनिर आइपुगेर बसिरहेको रहेछ मेरो सानो भेट्यो दुई तिनजना बहिनीहरू फोटो खिच्छु भन्छ सँगै अब छैन फेरि यहाँ
एकछिन ल अलिकति क्यामेरा